के भन्नु हजुर सर हाम्रो देवगिरी हो। देवगिरी हामी चाहिँ घरसँगै छ है नजिकै हाम्रो धेरै पछाडि भेट भएको हाम्रो त्यही त फोनमा चाहिँ कुरा भइरहेको थियो। हजुर डेनमार्कमा भेट भयो आज उहाँहरूसँग चाहिँ भेटघाट भएर एकदम खुसी लाग्यो उहाँले अब यहाँ अलिकति सिटी पनि घुम्ने अवसर पाएँ मैले नि हजुरसँग है हाम्रो घर त हाम्रो इटाबाट त अनि होइन हाम्रो नजिकै हामी छिमेकी हो हजुर हामी दाजुभाइ हो छिमेकी हो एकदम खुसी लाग्छ भेट्न धेरै रहर थियो त्यही त युरोपको यो सिस्टम राम्रो छ नि एकदमै मान्छेलाई क्या फ्रिडम भएर द लिटिल मर्मेड चट्टानहरूमा बसेर आफ्नो राजकुमार आउने प्रतीक्षा गर्दैछु नै यो हन्स क्रिस्टियन एडर्सनको कथाबाट लिएको छ है तपाईँहरू हुनसक्छ जो पनि है प्रेमहरू गर्ने त यो ठाउँमा चाहिँ अवश्य नै आउँदो रहेछ र यहाँ चाहिँ प्रेम गर्नेहरूको लागि चाहिँ मागेको कुराहरू चाहिँ पुरा हुँदो रहेछ है यस्तो ठाउँहरू रहेछ यो कोपनहेगनमा है तपाईँ पनि हामी त यस्तो ठाउँ घुम्न आइरहेको छु है आज कुन ठाउँ रहेछ यो हाम्रो यो लिटिल मर्मेड हो कोपनहेगनको है हजुर यसमा चाहिँ खास के छ हाम्रो हेर्नुपर्ने ठाउँहरू चाहिँ खास कोपनहेगनको अब यो एउटा ठाउँ भयो होइन टिभोली भयो हजुर बार्किन भयो धेरै ठाउँहरू छ भनौँ न हेर्नको लागि यो पनि एउटा फेमस यो पनि एउटा टुरिस्टको लागि एकदम त्यही त त्यही भएर भिड छ हेर्नलाई पनि राम्रो छ होइन हजुर अनि भिड पनि छ भनौँ त्यही त एउटा राम्रो टुरिस्ट एट्र्याक्सन भएको ठाउँ डेनमार्क चाहिँ अब एउटा फेमस ठाउँ हुन्छ अनि एउटा यो चाहिँ ह्याप्पिनेस कन्ट्री पनि है डेनमार्क एकदमै यहाँको मान्छेहरू नम्बर 1 2 मा पर्छ प्रायः त्यही त ह्याप्पिनेस कन्ट्री पनि छ अनि यो कोपनहेगन सिटी चाहिँ मेन सिटी है यो चाहिँ हाम्रो मेन त अब क्यापिटल भनौँ न क्यापिटल सिटी हजुर अहिले चाहिँ हामी है देव सरको घर जाँदैछौँ खाना खानको लागि अनि डेनमार्कको है सबै युरोपको सबैभन्दा हाई सेलेरी दिने कन्ट्री हो अनि डेनमार्कमा चाहिँ तपाईँहरू है गल्फको लाइसेन्सले नेपालको लाइसेन्सलाई चाहिँ हायर गर्दैन ड्राइभरलाई जेनरल वर्कर फ्याक्ट्रीलाई गर्दैन डेनमार्कले हायर गर्ने भनेको चाहिँ नर्स है अनि डक्टर भयो आइटी इन्जिनियरहरू अनि स्टुडेन्टहरूबाट आयो भने चाहिँ उहाँहरूले चाहिँ काम गर्नु पाउनुहुन्छ है ल आज चाहिँ हामी है हाम्रो यहाँ खाना नेपाली खाना चाहिँ घरमै खानु पाएको छ यहाँ हाम्रो भान्जा छ काकर बेटा हाम्रो अनि यहाँ हाम्रो सर हुनुहुन्छ है हाम्रो देव उहाँको घरमा आएको चाहिँ हामी त आज पाहुना एकदमै धन्यवाद छ है यो चाहिँ हामीलाई इन्भाइट गर्नुभयो है यो चाहिँ एकदमै खुसी लाग्यो यहाँ चाहिँ हामीले चाहिँ आज खानाहरू खाँदैछौँ है